हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, आज फेरि पनि आज सोमबारको दिन फेरि पनि अर्को नयाँ भ्लग लिएर आएको छु। तपाईहरूले भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। आज चाहिँ मेरो काम चाहिँ भएन आज, किनकि भएन भन्दा आज मेरो चाहिँ मेसिनमा डिजेल छैन के। तपाईहरुलाई म देखाउँछु, मेसिनमा डिजेल छैन, डिजेल लेभल यति छ, त्यही भएर आज काम चल्दैन। किनकि यो मेसिनले क्याटरपिलर 320 D2L एक्सकाभेटर हो। यो मेसिनले 1 घन्टामा 1 घन्टामा 15 लिटर खान्छ। म फेरि 100 भनिरहेको छु। यस्तै छ साथीहरू, कम्पनीको काम यही हो। हजुरलाई म देखाउँछु। यो पुरै यो स्लोपिङ गराउने, पुरै यो स्लोप यहाँ, किनकि यहाँ बाटो रोड बन्छ क्या। रोड पर कम्पनी सबै साथीहरू बसिरहेछन् त्यहाँ पर, अर्को पनि त्यहाँ बसिरहेछ। इन्डियाको सबै कता कताको साथीहरू छन्। पुरा डिजेल नभएर बिहानै एकछिन काम चल्यो, त्यसपछि उनीहरूको पनि काम बन्द भयो। ट्याक्कै यस्तै हो। म हजुरहरूलाई सब देखाउँछु सिन बाहिरको। साउदी अरब खाडीमा यस्तै हो, काम भइरहेछ। जे होस्, अहिले चाहिँ साउदीमा अहिले नोभेम्बर महिना, आज 24 तारिक हो। जाडो धेरै छ, यतातिर पनि चिसो धेरै छ। बिहान बिहान पुरै कुहिरोहरू लाग्छ, अनिखेरि कुहिरो लाग्छ, जाडो धेरै छ। हेर्न सक्नुहुन्छ यो पुरै, हजुरहरूले पुरै कम्पनी हो यो है। यो चाहिँ पारीपट्टिको अर्को कम्पनी हो यो। यस्तै हो, सब यहाँ बसिरहेछन् अहिले काम नभएर। यो मेसिन पन्जाबीको हो। पछाडि पनि एउटा इन्डियातिरको साथीको हो। त्यो चाहिँ हाम्रो कम्पनीको साथीको मेसिन हो। अहिले चाहिँ लै नभएर हो कि बसिरहेछ भाइ। सबै देख्न सक्नुहुन्छ, यही हो काम साउदी अरबमा। कामहरू यही हो, कम्पनी यही हो। हजुरहरूले म देखाउँछु। मैले चलाउने मेसिन चाहिँ यही हो, एक्सकाभेटर। हेर्न सक्नुहुन्छ यो कम्पनी अहिले आएको चाहिँ कम्पनीमा यही हो, हरवाट कम्पनी हो अहिले चाहिँ। ट्याक्क यो एक्सकाभेटरको ढक्कन खोलै गर्छ, किन हो? फेरि मेसिनहरू चेक गर्न पर्छ, यहाँ कता के लिकेज हुन्छ। यहाँ परको पिलेट, त्यहाँको पिलेट अस्ति न पर टलतिर काम गर्दा डरु भाँचेको हो। किनकि त्यहाँ स्क्रु ढिला थियो, त्यही भएर भाँचेको निस्कियो। त्यो मेकानिकलाई खै भनेको, आएकै छैन, कहिले आउँछ। यस्तै हो, काम गरिरहेको छु। दुःख सुख अर्काको देशमा गर्नै पर्छ। के गर्ने, पैसा कमाउनलाई गाह्रो छ, सजिलो छैन। यो मेरो भिडियो कहाँदेखि हजुरहरूले हेर्नुपर्छ, कुन ठाउँदेखि हेर्नुपर्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यदि नयाँ साथीहरू हुनुहुन्छ भने त्यही सब्सक्राइब गरिदिनु होला। भन्न चाहिँ अलि मिस्टेक भएछ, केही छैन। किनकि मैले भिडियो रेगुलर हाल्ने गरेको छैन युट्युबमा, त्यही भएर कहिलेकाहीँ यसो झुक्किन्छु क्या। म भिडियो बोल्दै झुक्किन्छु, त्यही भएर हुनसक्छ। यस्तै हो काम। खै आज चल्दैन। अब खाना खाने टाइम पनि 12 बजे हो लगभग। यहाँबाट हामी 11:40 हो खाना खानु जाने साथीहरू। यस्तै छ। ल त साथीहरू, आजको लागि भ्लग यति नै। भिडियोहरू हजुरलाई मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। फेरि पनि अर्को दिन नेक्स्ट भ्लगमा भेट्नेछौँ हामी। त्यतिन्जेलसम्मको लागि मेरो च्यानलको अरू भिडियोहरू हेरिदिनु होला। आजको लागि यति नै। ल हस्त, धन्यवाद। जय नेपाल।